ओए कान्छा हजुर दाजु एउटा काम थियो यार गर्छस् त काम काम त गर्नु त हुने थियो यार दाजु आज हल्का सन्चो छैन ज्वरो आउला उला जस्तो भएको आज हो त्यसो भने त गर्दैनस् हैन नै नगर मलाई हो त्यसो भने चोइले डल्लै भन्नु पर्यो चोइले चाहिँ खाली होला अहिले हेलो चोइले एउटा मसँग सानो काम थियो यार यो काम गर्न लाग्यो त त्यही त हो त्यहाँ 5-6 जना केटाहरू छ कि हैन 6-7 यो 2-4 घण्टामा काम भइहाल्छ के ल गर्नु पर्यो यार यो छ केटाहरूलाई व्यवस्था पनि मजाको व्यवस्था छ एक केटी बियर ट्याक्कै लोकल भाले धार्नीको भाले छ बेलुकातिर ड्यामेट हाल्नु पर्छ गर्ने के ए ल ठिक छ केटा हैन जसरी पनि पुग्नु पर्यो के यहाँ झ्याम्मै पुग्नु पर्यो हानिहाल्नु पर्छ ल ल ल ल ल ल ल खो त्यस्तो काम भने त अघि मलाई भन्नुपर्छ त नि त्यस्तो काम भने त म गर्छु नि पुरा काम केही भन्न आएन यार त यार अब आधा आधा काम भन्न यार काहीँ हुनु छ त्यसो भन्यो भने त्यो चोइले भने त पुरा काम खैले फाल्दो छ त्यो काम साम केही हट्दैन त्यो त्यस्तो काम भनेहरू मलाई देऊ न तँलाई दाम्ना अघि भन्दाखेरि झाडीतिर अहिले पार्टी भन्ने बित्तिकै कहाँबाट हिँडिहाल कहाँ गयो ज्वरो तेरो त्यो अघि त मैले त्यो सही कुरा गर्नुपर्ने नि पहिला एक काम छ क्या म काम गर्ने क्या भन्ने अगाडि भन्नुपर्छ तँलाई कहाँ थाहै गयो गयो यार लोकल भाले पनि गयो 2वटा बियर पनि गयो ए टाइम मिलिजानु थियो पछाडि जाउँ त